हेलो नमस्ते र गाइस मैले यसै ग्यास फ्याँकेको होइन त यो गरममा हेर्नु तातिएर जल्लै पर्छ जल्लै गर्छ नि त्यसैलाई थाहा हुन्छ के मतलब यस्तो घाम चर्किरहेको छ यस्तो घाम लाग्दैछ कि यस्तो गर्मी हुँदैछ खाना पकाएर खाना पनि मुस्किल हुन थालिसकिरहेछ त्यसै मैले ग्यास फ्याँकेको नि त कति प्रायः खिल्ली पनि उडाउँछन् केही छैन जल्लै परेको छ जल्लै गरेको छ त्यसलाई मात्रै मजाले थाहा हुन्छ कि कति दुःख हुन्छ होइन आगोमा पकाउनु यो गरममा धेमाली होइन नि त र एउटा कुरो म छक्क पर्छु के तपाईँको भिडियो हेर्छु म तपाईँको टप फ्यान हो बिग फ्यान हो भन्नुहुन्छ होइन अनि त्यसै भन्नुहुन्छ अरे एकदम गदगदी हुन्छ कति खुसी लाग्छ वाउ मेरो टप फ्यान हुनुहुँदो रहेछ वा मेरो भिडियो हेर्नुहुँदो रहेछ जे नहोस् मैले जस्तो हाल्छु अब म जान्दिनँ त्यसरी त एकदम जान्ने क्रिएटर पनि होइन त्यस्तो ठुलो पनि होइन हिजो अस्तिदेखिबाट अब स्टार्ट गरेको हो जस्तो जानिन्छ अब बाहिरको पनि देखाउन सक्दिनँ होइन र अरू चिज पनि देखाउन सक्दिनँ त्यही पनि अब खुसी लाग्छ नि त वाह कस्तो म त हेर्नु हुँदो रहेछ मेरो भिडियो भनेर हेर्नु पनि हुन्छ त भन्दिनँ तर हेर्नु अनि भन्नुहुन्छ कि पेमेन्ट आयो लास्टमा पेमेन्ट आयो कति आयो त्यही भएर घर बनाएका पेमेन्टले हो त्यस्तो खालको नि त अनि ठुलोले त भन्नुहुन्छ ती साना भारे भुरे यत्र हुन्छ नि भर्खरका त्यसले पनि भनिरहेको मलाई त कस्तो हाँस उठ्छ गाइस त्यस्तो काकी तपाईँको पेमेन्ट आयो कति आयो भनिरहेका हुन्छन् छक्क बस्यो के को चासो हुन्छ ती सानो केटाकेटीलाई कसले सिकाउँछ आसरी त होइन पेमेन्ट आउँछ अरे भनेर चाहिँ कसले सुनाउँदो रहेछ छक्क पर्नु अनि तपाईँको भिडियो हेर्छु त भन्छन् अनि राम्रो कुरो थ्याङ्क यू तिमीलाई भिडियो हेर्छु भनेर भन्छु अनि पेमेन्ट आयो कति पस्छ भन्छन् अब भो छक्क पर्छु हाँसै उठ्छ र हामी छोरीचेलीलाई कति कति दुःख भन्नु पर्यो होइन कति कष्ट कति दुःख कति थोक भोग्नु पर्ने होइन अलिकति छिरिक्क छोराछोरीलाई केही होस् आमाकै गल्ती हो अलिकति कतै नराम्रो बोलिहालिएछ भने पनि कति हो कति अब छोरी मान्छेले भोग्नु पर्ने होइन र अलिकति नराम्रो कपडा बा अलिकति केही भएको छ भने पनि ए त्यो त त्यस्तै त होइन र अलिकति केही भिडियो डिफरेन्स बनाम भन्दाखेरि पनि छोरी मान्छेलाई कस्तो हुन्छ भने ए त्यसले त त्यस्तो हाल्दै थियो खिल्ली उडाइराखेका हुन्छन् के कतै गर्दा शान्ति छैन भन्नुहोस् त के गर्नु के गर्दा चाहिँ राम्रो हुन्छ छक्क पर्छु होइन छोरी मान्छेलाई हामीहरूको अब बाबुआमाकामा बस्दाखेरि कति खुसीले होइन बा स्कुल जाँदै आउँदै खानापिना खानु इन्जोय गरो यता घुमो उता घुमो अहिले हेर्नु त गाइस म चाहिँ छोरी मान्छेहरूलाई